निर्वाचन प्रहरीमा नाम निकाल्नुभएका सम्पूर्ण साथीहरूमा सर्वप्रथम म बधाई भन्न चाहन्छु। निर्वाचन प्रहरीमा नाम निस्किएपछि सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने तपाईँ आफै दौडिनु पर्दैन, तपाईँलाई बोलाइन्छ। छनौट भएको केही दिनभित्र जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय मार्फत तपाईँलाई फोन, सूचना वा सार्वजनिक सूची मार्फत हाजिर हुन आउनु भनेर बोलाइन्छ है त साथीहरू। त्यसपछि जब तपाईँ बोलाइएको ठाउँमा पुग्नुहुन्छ त्यहाँ तपाईँले 3वटा काम गर्नुहुन्छ। सबैभन्दा पहिलो काम ध्यान दिनुहोस् है, एकदम ध्यान दिनुहोस् है साथीहरू। सबैभन्दा पहिलो काम भनेको कागजातहरूको मिलान गर्नुपर्ने हुन्छ। तपाईँसँग नागरिकता, फोटो, त्यसपछि आवेदनको विवरणहरू चाहिँ अनिवार्य हुनुपर्छ। गरी दोस्रो भनेको औपचारिक नियुक्ति दर्ता। अब तपाईँ आधिकारिक रूपमा निर्वाचन प्रहरी हुनुहुन्छ त्यहाँ दर्ता भइसकेपछि, र तपाईँलाई तेस्रो नम्बरमा तालिम केन्द्र पठाउने तयारी गरिन्छ है साथीहरू। त्यसपछि अब ध्यान दिनुहोस् कि तालिम भनेको एउटा औपचारिकता मात्र होइन, त्यहीँबाट तपाईँको काम, जिम्मेवारी र भविष्य निर्धारण हुन्छ। करिब 7 देखि 10 दिनसम्मको तालिम हुन्छ तपाईँलाई त्यहाँ तालिम केन्द्रमा, 7 देखि 10 दिन। र तपाईँलाई तालिम केन्द्रमा चाहिँ यी कुराहरू सिकाइन्छ, ध्यान दिनु होला है त साथीहरू। के कुरा सिकाइन्छ त भन्दा पहिलो निर्वाचन कानुन र नियम सम्बन्धी जानकारी गराइन्छ, निर्वाचन सम्बन्धी, मतदान सम्बन्धी। दोस्रो नम्बरमा मतदान केन्द्रमा कसरी बस्नुपर्छ तपाईँ भनेर सिकाइन्छ, मतदान केन्द्रमा चाहिँ तपाईँको क्रियाकलाप के हुनुपर्छ। तेस्रो नम्बरमा मतदातासँग कसरी बोल्ने भनेर सिकाइन्छ। चौथो नम्बरमा विवाद आयो भने के गर्ने अथवा के नगर्ने, तपाईँले कसरी सजगता अपनाउनुहुन्छ विवादको समयमा, त्यो कुराहरू तपाईँलाई तालिममा सिकाइन्छ। वरिष्ठ प्रहरीको आदेश कसरी पालना गर्ने तपाईँले भनेर सिकाइन्छ। यसै गरी रिपोर्ट कसरी गर्ने, रिपोर्टिङहरूको कार्य सम्बन्धी पनि कुराहरू तपाईँलाई सिकाइन्छ त्यहाँ तालिममा। यदि अनुशासन तोड्नु भयो भने त्यहीँबाट हटाइने पनि सम्भावना हुन्छ है साथीहरू। त्यसैले तालिम पनि एउटा परीक्षा नै जस्तै हो भनेर सम्झिनुहोस् है त। त्यसपछि तालिम सकिन्छ। तालिम सकेपछि तपाईँलाई तपाईँको कार्यस्थल तोकिन्छ। कसैलाई मतदान केन्द्रमा लगिन्छ अथवा तोकिन्छ, कसैलाई गस्तीमा तोकिन्छ भने कसैलाई चाहिँ गणना केन्द्रमा खटाइन्छ। याद राख्नुहोस् कि प्राय आफ्नै जिल्ला वा नजिकैको क्षेत्रमै काम लगाइन्छ, तपाईँलाई धेरै टाढा पुर्याइन्छ कि भनेर तपाईँहरू चिन्तित हुनु पर्दैन है त साथीहरू। त्यसो भए अब मतदानको दिन के गर्नुपर्छ? तपाईँको मुख्य जिम्मेवारी र सुरक्षा हो। त्यसैले पहिलो नम्बरमा मतदान केन्द्र बाहिर सुरक्षाको लागि खटाइन्छ तपाईँहरूलाई। दोस्रो नम्बरमा